नमस्कार। आज म यहाँ काठमाडौँ स्थित काठमाडौँको ऐतिहासिक स्थल टुडीखेलमा उभिएको छु। आजको दिन विशेष दिन छ किनकि आज यहाँ माघी पर्व मनाइँदैछ। माघी पर्व भनेको केवल चाड मात्र होइन, यो मगर र थारू अर्थात् चौधरी समुदायको पहिचान, इतिहास र जीवनशैलीसँग जोडिएको पर्व पनि हो। मगर समुदायका लागि माघे सङ्क्रान्ति प्रकृति र पुर्खाको सम्मान गर्ने दिन हो भने सेलरोटी, तरुल, चाखु, घिउ र मगरको परम्परा वेशभूषामा यहाँ देखिएको नाचगान र संस्कृति जीवित भएको प्रमाण पनि हो। सेलरोटी, तरुल, चाखु, घिउ र मगरहरूको परम्परागत वेशभूषामा यहाँ देखिने नाचगान र संस्कृति जीवित भएको प्रमाण हो। आज टुडीखेलमा मगर र थारू मात्रहरू छैनन्, यहाँ सबै जात जाति समुदाय एउटै ठाउँमा भेला भएका छन्। यसले देखाउँछ कि नेपालमा विविधतामा एकता छ भन्ने अर्थ बुझिन्छ। माघी पर्वले हामीलाई सिकाउँछ आफ्नो संस्कृतिको सम्मान गरौँ र नयाँ पुस्तालाई। यस थारू समुदायका लागि माघी नयाँ वर्षको सुरुवात हो। आजकै दिन परिवारसँग भेला हुने, ढिक्री, माछा, भोगी जस्ता परम्परागत परिकारहरू पकाई नयाँ वर्षका नियम तथा घरमूली चयन गर्ने गरिन्छ। यो समुदायमा एक समय थारू समुदाय कमैया जीवनबाट मुक्त भएको सम्झनामा माघीलाई विशेष रूपमा र अर्थ